होइन हामी कहिले पनि डराउँदैन। अबको चुनाव 6 महिनाभित्रको चुनाव तपाईँको संसदीय चुनाव हुने कि प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव हुने त अब प्रत्यक्ष प्रधानमन्त्रीको चुनावमा जाँदाखेरि त तपाईँको अहिलेको संविधानले त मान्दैन। अब यो संविधानलाई तपाईँले संशोधन गर्नु पर्यो। यो संशोधन गरेर हिजोकै त्यही सभासदलाई ल्याएर चाहिँ तपाईँको फेरि यो संविधान संशोधन निर्वाचित कार्यकारी प्रधानमन्त्री राष्ट्रपतिको लागि त संविधान संशोधन हुनु पर्यो नि। हुनु पर्यो, त्यही त भन्दैछु त। यो संविधान संशोधन कहिलेसम्म हुने? प्रतिनिधि सभाको चुनाव गरेर बहुमत ल्याएर प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रधानमन्त्रीको व्यवस्था बनाउने हो नि त यो संविधानले त। अब यो संविधानले यो जुन अहिलेको प्रधानमन्त्रीले 6 महिनाभित्रमा यो सबै कुरा गर्न सम्भव छ त? सम्भव छैन। छैन, सम्भव छैन कुनै पनि हालत। हुन्छ नि बहुमत जुन दलले जुन पार्टीले बहुमत ल्याउँछ उसले त बनाउँछ नि। प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव हुन्छ त अब? यति गर्दा हुन्छ नि। यो संविधान अन्तर्गत रहेर हुँदैन। यो संविधानले त मान्दैन त्यसलाई। भनिसकेपछि अब त नयाँ संविधान बनाउँदै यही संविधान त संशोधन गर्न पर्यो। यो संविधान संशोधन गर्न त त्यो हिजोको चाहिँ राजनीतिक दलदेखि सभासद त सबै चाहियो त। होइन हामी कहिले पनि डराउँदैन। होइन जुन जेनजीको आन्दोलन चाहिँ सफल भयो होइन, त्यसलाई म सबै कुरामा सफल भन्दिनँ। किन भन्दा जेनजीको भाइहरूको पनि गल्ती छ। यहाँ सुन्नुहोस् है, किन भन्दाखेरि हिजो जेनजीले त के भनेको थियो? प्रत्यक्ष प्रधानमन्त्रीको चुनाव र करप्सन बन्द हुनु पर्यो भने हो नि त। जम्मा दुईटा मात्र मागो जेनजीको माग होइन। तर राष्ट्रपतिले किन भगाइएन? अरू त सबैजना राज्यमा दिएर गयो नि त तपाईँको। राष्ट्रपतिलाई किन राष्ट्रपति तपाईँको राष्ट्रपति होइन, देश सेनाले जिम्मा लिनुपर्छ र तपाईँको चाहिँ राजालाई ल्याएर चाहिँ तपाईँको सिध के भन्छ नारायणी दरबारमा ल्याएर राखेर उहाँले चुनाव गराउनु पर्थ्यो के।